भाइदिउँ मामा अब त धेरै छैन के म 3:30 बजीतिर होइन 3:30 बजीतिर उठे जान्छ के ड्युटी सुरु हुन्छ कामतिर यसो भिडियो बनाएर होइन च्याप्सरले कन्ट्रोल हान्दैछ नि लाइफमा हो कता नाच्न आऊ भन्दै थियो कहाँ कुन ठाउँमा मामा खै त त्यो चालुमै आएछ मलाई नाच्न आएछ है भन्दै थियो के भनेपछि बेलुका हो बेलुका के कन्सर्ट लाइभमा हान्दैछ नि भन्छ ए अहिले जाने हो नभए त तपाईँ किन जाने हो अहिले जाने हो ओहो बेलुकातिर भएको भए म नि जान्थेँ होइन कन्सर्ट त नजाने भन्छ कता मेरो रुममा जान्छु ए कन्सर्ट त नजाउँ होला ल ल ल ठिक छ त होइन कति दिन पछाडि हाम्रो मामासँग भेट भयो होइन ल मामाको के जाओस् न त फेरि के भन्छ ठिकै छ होइन यतातिर हल्ली चल्ली मेरो लाग्ने बबाल छ के अनि बबाल भन्दा अलिअलि माथि अरूले सोचेको भन्दा होइन म चाहिँ आफूलाई चाहिँ होइन धन छु यहाँ गल्लीतिर हिँडिरहेको छ हामी चाहिँ भिडियो चाहिँ बनाउने के भिडियो बनाउन नछोड्ने ल मामा काम कस्तो हजुर ए के कता पहिला काम गर्ने ठाउँमा ए अब कतातिर जानु तपाईँ ल एकछिन भान्जा र मामा यता रुम बोकेर एकछिन गफ भन्छ त्यसपछि चाहिँ आफ्नो कामतिर लाग्छ त्यही हो ठिकै छ त अनि मामाको काम आज कतातिर हो खै त काम त गरेको नि भन्नु काम नगरे नि ओहो बसी खारे अस्तितिर त आउँछ भनेर म बेलुका त्यहाँ गेम खेलेको पारेर आउँथ्यो कि भन्दा उनीहरू नआउने अब होइन त्यहाँ बसिरह्यो कि आउने भन्दैन आउँछ भने आउँदा आउँदैछ नि भन्छ बाइक बिग्रियो फेरि बाइक पनि थत्रो थियो त्यो पल्सर कति 6-7 महिना बल्ल बल्ल चलाएर नहुने थियो बल्ल बल्ल कि गाडी आउँदा आउँदै बिचरा बिग्रियो त्यहाँदेखि त चलिदिएको ल अल्ल गाइस होइन